महादेव। कैलाश यात्राको सुरुवात हाम्रो पशुपतिनाथ मन्दिरको परिसरबाट भयो। नेपालबाट कैलाश मानसरोवर जाने दिनको शुभारम्भ गर्न पशुपतिनाथ बाहेक अरू पवित्र ठाउँ सायदै होला। जनै पूर्णिमाको दिन हामी मानसरोवर पुग्ने भन्ने तरिकाले गर्दा यो यात्राको महत्त्व अझै बढी थियो। लगभग हामी 250 जनाको जम्मो टोली थियौँ। यति ठुलो नेपाली टोली कैलाश मानसरोवर हिँडेको नेपाली ट्राभल कम्पनीको हिस्ट्रीमा फर्स्ट टाइम नै रहेको जानकारी गराउँदै थिए जानकारहरू। पहिलो दिनको यात्रा हाम्रो काठमाडौँदेखि रसुवागढी नाका चाइना बोर्डर नजिक रहेको टिमुरे भन्ने ठाउँसम्म रह्यो। बाटोमा खाना खाजाको व्यवस्था, राति टिमुरेको होटलमा बस्ने व्यवस्था, लगेज प्याकिङ रुमसम्म पुर्याइदिने यी सबै व्यवस्थाहरू ट्राभल कम्पनीले नै गरिदिएको थियो। कैलाश मानसरोवर चाइनाको स्वशासित क्षेत्र तिब्बतमा पर्ने हुनाले चाइनाको भिजा अनिवार्य रहेछ। परिक्रमा गर्दा 5800 मिटर उचाइसम्म पुग्नुपर्ने भएकाले गाइडहरू पनि साथमा हुनु अनिवार्य रहेछ। भिजा, गाइड, होटल बुकिङ जस्ता आवश्यक कुराहरू ट्राभल कम्पनीले व्यवस्था गर्ने हुनाले धेरै नै सहज भयो हामीलाई। नेपालबाट कैलाश मानसरोवर जान एउटा मात्र रुट सञ्चालनमा थियो, रसुवागढी नाकाबाट केरुङ हुँदै जाने रुट। अर्को रुट भनेको हुम्लाको लिम्बू हुँदै जाने। केही कारणले हाल बन्द र हवाई यात्रा गर्नुपर्ने र त्यताको हवाई रुट एकदमै अनिश्चित र साह्रै नै महँगो रहेकाले रसुवागढी हुँदै जानु नै सबैभन्दा उचित थियो। रसुवागढीमा हाम्रो नेपालको इमिग्रेसन अफिसको अवस्था एकदमै दयनीय थियो। न कुनै राम्रो भवन, न कुनै संरचना, न पार्किङ, न राम्रो सडक नै। बाटो पुरै ध्वस्त थियो। बाटो पिच हुनु त कहाँ हो कहाँ, गाडी गुड्न पनि मुस्किल थियो त्यो बाटोमा। नेपालको त्यति बेला हाल सञ्चालनमा रहेको चाइनासँग जोडिएको एउटा मात्रै नाकाको यस्तो दुर्दशा देखेर मन अमिलो भएर आयो। भोलिपल्ट बिहान भोटेकोसी नदीको तिरैतिर हामी चाइना बोर्डरतिर लाग्यौँ। चाइनाबाट आएको यो नदीलाई भोटेकोसी नै भन्दो रहेछ यता पनि। चाइनाको समय नेपाली समयभन्दा 2 घन्टा छिटो भएकाले सोही अनुरूप बिहानै गरेर चाइना इमिग्रेसनमा चेक जाँचको लागि हामी नेपाल चाइना बोर्डरमा रहेको मितेरी पुलमा लाइन बस्यौँ। बोर्डरमा हामी निकै बेरको कुरामा परियो। चाइनिज इमिग्रेसन अफिसरहरूले दिएको दुःख, तिनीहरूको हेपा व्यवहार र भोकै मितेरी पुलमा उभिएर पालो कुराइले गर्दा कैलाश आउँदा उत्साह जुन हिँड्ने बेलामा थियो त्यो मर्न थालिसकेको थियो। लगभग 6-7 घन्टा पछि बल्ल हामी चाइनिज इमिग्रेसन कटेर पारी चाइना पुग्यौँ। पारी चाइना बोर्डर पुगेपछि देखियो देश स्विजरल्यान्ड त परे जाओस्, यही चाइना बोर्डर जतिको पनि बनेको रहन्छ। जति अव्यवस्थित र भद्रगोल हाम्रो नेपालको बोर्डर छ त्योभन्दा 100 गुणा व्यवस्थित पारी चाइनाको बोर्डर रहेछ। चाइना बोर्डर पारी हाम्रो स्वागतको लागि तिब्बतन गाइड र बसहरू बिहानैदेखि तम्तयार बसिरहेका रहेछन्। इमिग्रेसनको दुःख बिर्सेर फेरि कैलाश पुग्ने सम्झनाले मात्रै शरीरमा बेग्लै ऊर्जा आइरह्यो। हर हर महादेवको भजनसँगै चाइनाको यात्रा फेरि प्रारम्भ गरियो। बिहानै नेपाल चाइना बोर्डर आएका हामी दिनभरिको इमिग्रेसनको दुःखले गर्दा राति मात्र बोर्डर नजिक रहेको केरुङ सिटी पुग्यो। फ्रेस हुनको लागि, घुम्नको लागि हामी निस्क्यौँ सबैजना केरुङ सिटी। केरुङ सिटी चाइनामा भएर पनि नेपाली भाषीहरू धेरै भएकाले नयाँ ठाउँमा आए जस्तो अनुभूति त्यति धेरै भएन। बजार सफा, शान्त, बाटो मिलेको, एकदम व्यवस्थित देखिन्थ्यो। नेपाली थकाली रेस्टुरेन्टहरू, नेपाली नाम गरेका पसलहरू थुप्रै देखियो। बाटोमा हिँड्दा नेपाली गीतहरू पनि बजेको सुनिन्थ्यो।
एक किसिमले बेग्लै आनन्दको अनुभूति भइरहेको थियो बजार घुमिरहँदा हामीलाई। केरुङ आएको भोलिपल्ट हाम्रो यात्रा सागा काउन्टीसम्मको थियो। बिहानको खाना खाएर हामी सागा काउन्टीतिर लागियो। केही बेरको हिँडाइपछि हाम्रो बस एउटा टुरिस्ट स्पटमा रोकियो। सडक छेउमा रहेको झरनालाई व्यवस्थित संरचनाहरू बनाई एकदम सुन्दर पर्यटक गन्तव्य स्थल बनाएको रहेछ। झरनाको सुन्दरताले हामी सबैलाई मन्त्रमुग्ध पार्यो। एकछिन फोटो भिडियो टिकटक बनाएर हामी त्यहाँबाट निस्क्यौँ। कैलाश मानसरोवरको लामो यात्रामा बाटोमा देखिने यस्ता रमणीय दृश्यहरूले हामीलाई यात्रा तय गर्नलाई थप ऊर्जा प्रदान गरि नै रह्यो। जति जति सागातिर जाँदै थियौँ रुख बोट बिरुवा त्यति कम हुँदै थियो। हामी आज 2900 मिटरमा रहेको केरुङ सिटीलाई छोडेर 5200 मिटरमा रहेको कुन्तला पास हुँदै 4200 मिटरमा रहेको सागा सिटीमा बास बस्न जाँदै थियौँ। मानसरोवर तालको उद्गम स्थल रहेको पवित्र नदी ब्रह्मपुत्रलाई तरेर लासा जाने हाइवेलाई छोडेर हाम्रो बस सागा सिटीतिर मोडियो। साँझ पख बल्ल हामी सागा सिटी पुग्यो। सागा सिटी हामीले पहिलो दिन पुगेको केरुङ भन्दा धेरै नै ठुलो र उत्तिकै सुन्दर थियो। आज यतै होटलमा बास बसेर भोलि बिहानै मानसरोवर ताल पुग्ने हाम्रो सेड्युल थियो। लगभग 500 किलोमिटरको बसको यात्रा गरेर हामी मानसरोवर ताल पुग्दै थियौँ। बाटोमा याक, जङ्गली घोडा, हिँडा र अन्य जङ्गली जनावरहरू घाँसे मैदानमा चरिरहेको देखिन्थ्यो। दिनभरिको यात्रापछि हामी मानसरोवर ताल आइपुग्यौँ। मानसरोवर तालको समीप बसेर कैलाश पर्वतको दर्शन गर्न पाउँदाको अनुभूति अद्भुत थियो। दिनभरिको बसको यात्राको थकान कता हरायो थाहै भएन। ईश्वर समीप आउँदा दुःख पिर सबै बिर्सिन्छ भन्थे, सायद यही नै होला। कैलाश मानसरोवरको जन हुँदै हुन्छ। शम्भो
हर हर महादेव। शंभो हर महादेव। भोलि जनै पूर्णिमाको पूजा मानसरोवरको तटमा बसेर गर्ने तय भएकाले आज हामी मानसरोवर नजिकै रहेको मौड हाउसमा बास बस्यौँ। बिहान सबेरै उठेर जनै पूर्णिमा रक्षाबन्धनको पूजा सुरु भयो। धेरै भक्तजनहरूले घरैबाट पूजा सामग्री लिएर आउनुभएको थियो। पण्डितजीहरू पनि विशेष यही पूजाको लागि भनेर काठमाडौँबाट आउनुभएको थियो। सामूहिक पूजामा बजेको भजन र मन्त्रहरूले मानसरोवर परिसर बिहानैदेखि गुन्जयमान बनिरह्यो। पूजा सकेर सँगै रहेको राक्षसताल पनि हेर्न गयो हामी। कति भक्तजनहरू राक्षसताल हेर्नुहुन्न भनेर मानसरोवरमै बस्नुभयो। कति भने मानसरोवर गएपछि राक्षसताल हेर्नुहुन्छ भनेको नि सुन्न पाइयो। राक्षसताल सुन्दा डरलाग्दो र कुरूप सुनिन्छ, तर प्राकृतिक हिसाबले अति नै सुन्दर र मनमोहक थियो राक्षसताल। एकछिन ताल नजिकै समय बिताएर हाम्रो बस आजको गन्तव्य दार्चेन सिटीतिर लाग्यो। हाम्रो कैलाश पर्वतको परिक्रमा यही दार्चेनबाट सुरु भएर 2 दिनको हिँडाइपछि फेरि यही नै आएर समापन हुने रहेछ। आजको हाम्रो यात्रा दार्चेनसम्म मात्रै रह्यो। भोलिको कैलाश पर्वतको परिक्रमा हाम्रो एमद्वारबाट सुरु हुने भयो। एमद्वारसम्म गाडी जाने भएकाले अलिक सहज भयो हामीलाई। कति भक्तजनहरू एमद्वारबाटै फर्किने निधो गर्नुभयो। धेरैलाई लेकको समस्या देखियो र कति बुढेसकालले गर्दाखेरि जान नसक्ने हुनुभयो। त्यसैले धेरैको यात्रा एमद्वारसम्म मात्रै रह्यो। हे शम्भु हे मेरो शम्भु, तिमीमै छ यो तन मन सारा, तिमी नै मेरो जीवन धारा। हे शम्भु हे मेरो शम्भु, तिम्रै पथमा हिँड्छु म सदा, पन्छाइदेऊ हरेक दुःख बाधा। एमद्वारबाट हिँडेर 2 दिनको कैलाश पर्वत परिक्रमा सुरु भयो हाम्रो। आजको हाम्रो बसाइ 5200 मिटरमा रहेको देरापुक भन्ने ठाउँसम्मको रहेछ। कण कणमा छ हर पल केवल तिम्रै बास, शम्भु हे शम्भु, तिमी नै एउटै आशा मैले फेर्ने सास, शम्भु हे शम्भु। कण
कणमा छ हर पल केवल तिम्रै बास शम्भो हे शम्भो तिमी नै एउटै आशा मैले फेर्ने सास शम्भो हे शम्भो तिम्रै कृपा दृष्टिले यो संसार चल्छ तिम्रै कृपा दृष्टिले यो संसार चल्छ तिमीलाई भुली अन्त कहाँ जानु हे शम्भु हे मेरो शम्भु तिमीमै छ यो तन मन सारा तिमी हो मेरो जीवन धारा हे शम्भु हे मेरो शम्भु तिम्रै पथमा हिँड्छु म सदा पन्छाइदेऊ हरेक दुःख बाधा। साँझ परेपछि मात्र हामी हाम्रो वासस्थान देरापुग आइपुग्यौँ। दिनभरि हिँडाइको थकान र भोलि बिहानै उठेर फेरि परिक्रमा गर्नुपर्ने भएकाले हामी खाना खाएर बेलैमा सुत्यौँ। बिहानै राति बास बसेको देरापुगलाई छोडेर कैलाश परिक्रमाको सबभन्दा कठिन यात्रा देरापुगदेखि जुतुलपुगसम्मको यात्राको लागि हामी अगाडि बढ्यौँ। भिरालो भूभाग अनि चट्टानै चट्टानको बाटो, त्यसमाथि 5800 मिटरमा रहेको डोलमाला पास क्रस गरेर जानुपर्ने। त्यही भएको हुनाले यो यात्रा एकदम जोखिम र चुनौतीपूर्ण थियो। डोलमाला पासबाट तल झर्ने क्रममा देखिने गौरीकुण्डको दर्शन गरी हामी आजको गन्तव्य जुतुलपुगतिर लाग्यौँ। केही ठाउँमा बाटो निकै भिरालो र साँघुरो भएकाले झर्ने क्रममा सँगै हिँडेका साथीहरूको सहारा लिएर झर्नुपर्ने अवस्था पनि भयो। डोलमाला पास पुग्दा त्यहाँको भूगोल र परिवेश एकदमै नौलो थियो मेरो लागि। जता हेऱ्यो वरिपरि सबैतिर चट्टानै चट्टान, घाँसपात बोट बिरुवा कसैको नामो निशान थिएन, अनि चिसो पनि त्यस्तै।
हिँड्दै गर्दा जीवनमा कहिले नदेखेको एउटा अनौठो किसिमको वन्यजन्तु देखा पर्यो। नाम रहेछ हिमालयन पिक। मुसाकै एक किसिमको प्रजाति, तर मुसाभन्दा धेरै नै ठुलो अनि समुद्री सतहभन्दा 4000 भन्दा माथिको उचाइमा मात्रै भेटिने रहेछ। मान्छेहरूसँग नडराउने र सजिलै घुलमिल हुने भएकाले हामीले पनि हामीसँग लागेको बिस्कुट दिएर विचार गऱ्यौँ। बिस्कुट मजाले खाए र हामी पनि तिनीहरूको हाउभाउ हेरेर रमाइलो मान्यौँ। साँझको घाम डुब्ने बेला बल्ल हामी जुतुल्पुक स्टेसन आइपुग्यौँ। धेरै भक्तजनहरू जुतुल्पुकमै बस्नुभयो त्यो रात। हामी भने कैलाश परिक्रमा आज नै सक्ने भनेर दार्चुनतिर लाग्यौँ र राति करिब 8-9 बजेतिर दार्चुन पुग्यौँ र हाम्रो कैलाश पर्वतको परिक्रमा त्यही दिनै समापन गऱ्यौँ हामीले। अर्को दिन जुतुल्पुकमा बस्नुभएका भक्तजनहरू बिहानै आइपुग्नुभयो र केही बेरको आरामपछि हाम्रो नेपाल फर्किने यात्रा सुरु भयो। फर्किँदा बाटोमा पर्ने ब्रह्मपुत्र नदीको किनारमा केही बेर रोकी ब्रह्मपुत्र नदीको दर्शन गरी धुपबत्ती बाली हाम्रो नेपालको यात्रा सुखद रहोस् भन्ने कामना गरी हामी अगाडि बढ्यौँ। फर्किँदा कैलाश मानसरोवर गएकै बाटो फर्क्यौँ हामी र नेपालबाट हिँडेको 9औं दिनको दिन पुनः नेपाल नै फर्क्यौँ र 10औं दिनको दिन हामी रसुवाको बोर्डरबाट काठमाडौँको लागि हिँड्यौँ र हाम्रो यात्रा सम्पन्न गऱ्यौँ। तपाईहरू पनि अनुकूल मिल्यो भने एकपटक अवश्य कैलाश मानसरोवरको दर्शनको लागि जानुहोला। र अन्त्यमा हर हर महादेव।